नमस्कार श्रोताहरू, मधेस मिडिया हाउसद्वारा सञ्चालित मधेसवाणी रेडियो कार्यक्रम लिएर म अजय शाह शिवाली उपस्थित भइसकेको छु। राष्ट्रिय एकता, राष्ट्रियता र मधेसवादप्रति समर्पित यस कार्यक्रममा हामीले मधेसका मुद्दा, समस्या र समाधानका उपायहरूमाथि चर्चा गर्दै आएका छौँ। श्रोताहरू, आज हामीसँग हुनुहुन्छ खस समावेशी राष्ट्रिय पार्टीका राष्ट्रिय उपाध्यक्ष राजन केसी। केसीजी, मधेसवाणीमा स्वागत छ। धन्यवाद। के हो यो खस समावेशी राष्ट्रिय पार्टी? यो खस समावेशी राष्ट्रिय पार्टी जनताको प्रतिनिधि अहिलेका राजनीतिक दलहरूले यो देशलाई एउटा दिशा दिन, निकास दिन नसकिरहेको अवस्थामा हामीहरूले यो देशलाई समग्र समावेशी बनाएर लिएर जानुपर्छ। यो देशमा उत्पीडित वर्ग, उपेक्षित वर्ग, क्षेत्र भेग, मधेसी, मुस्लिम सबैलाई समावेशी बनाएर लिएर जानुपर्छ भनेर यो अहिलेको जनताहरूको आवाज हो। यो समग्र नेपालीहरूको आवाज हो यो खस समावेशी राष्ट्रिय पार्टी भनेको। यो तपाईहरूले पार्टीको नाम खस समावेशी पार्टी भनेर नि राख्नुपर्ने आवश्यकता चाहिँ किन पर्यो नि? यसको लामो इतिहास छ। हामी यो 63 सालदेखिबाट एउटा सामाजिक सेवामा उत्पीडन परेका यो क्षेत्रीय जातिहरूको प्रतिनिधित्व गरिरहेका थियौँ। खस क्षेत्रीहरूको ओरिजिन र सबैलाई एउटा चाहिँ समावेशी बनाउनुपर्छ। एउटा चाहिँ कुनै पनि जात समुदायलाई विभेदमा गर्नु हुँदैन। संविधान प्रदत्त अधिकार, नागरिक अधिकार सम्पूर्ण नेपालीलाई प्रदान गर्नुपर्छ भन्ने हेतुले हामीले 2063 सालमा खस क्षेत्रीय एकता समाज आदिवासी जनजाति भनेर स्थापित गरेका थियौँ। अनि त्यसैलाई हामीले राज्यसँग सम्झौता गऱ्यौँ। राज्यसँग 3 दिन नेपाल बन्दको आयोजना गऱ्यौँ। पटक पटकका बन्द हडताल गर्दा राज्य हामीसँग सम्झौता गर्न बाध्य भयो र राज्यले स्थानीय विकास मन्त्रालयले हामीहरूसँग हाम्रा स्वतन्त्र पहिचान कायम हुनुपर्छ, जनसङ्ख्या आधारमा समानुपातिक प्रतिनिधित्व गर्नुपर्छ लगायतका हाम्रा मुद्दाहरूलाई चाहिँ सहमति गर्यो। शान्ति मन्त्रालयमा पठायो, शान्ति मन्त्रालयले सहमति गर्यो। क्याबिनेट डिसिजन गरेर अहिले त्यो फाइल गएर फेरि चाहिँ स्थानीय विकास मन्त्रालयमा आयो। अनि स्थानीय विकासका मन्त्रालयका कर्मचारीहरूलाई हामीले गऱ्यौँ, अब तपाईँहरूले यसलाई निर्णय दिनु पर्यो भन्दा उहाँहरू यो निर्णय दिने संसदले हो र यो संसदले निर्णय गर्नुपर्छ, सदनले यसलाई टुङ्ग्याउनुपर्छ भन्दाखेरि हामीलाई लाग्यो अब हामीले गरेको सामाजिक आन्दोलन यत्तिकै तुहिनित होइन। अब यसलाई राजनीतिक रूपबाटै सम्बोधन गर्ने विषयवस्तु आइसकेपछि दलमा प्रतिनिधित्व गरिरहेका हाम्रा चाहिँ स्वजातीय चाहिँ सभासदहरूले त्यसलाई सम्बोधन गर्न अथवा दलको कुरा मात्रै बोलिरहेको अवस्थामा फेरि पनि हामीहरू त्यसरी नै पहिला जसरी चाहिँ बहिष्करण पार्ने प्रयास गरियो त्यसरी नै हाम्रा आवाजहरू सदनमा सम्बोधन नहुँदाखेरि यो समुदाय फेरि बहिष्करण पर्ने त होइन भन्ने हेतुले हामीले राजनीतिमै जानुपर्छ भन्ने केन्द्रीय समिति सम्पूर्णको निर्णय अनुसारले हामीहरूले चाहिँ यसलाई राजनीति रूपान्तर गरेका मात्रै हौँ। जसरी पछिल्लो समयमा यो जातिगत रूपमा, क्षेत्रगत रूपमा, सामुदायिक रूपमा पार्टीहरू गठन हुँदै गएको अवस्था छ, के तपाईँहरूको यो ठुला जुन दलहरू छन् त्यो दलहरूप्रति विश्वास घटेको हो जनताको? ठुला दलहरू हिजो ठुला दलहरू पनि हामी जस्तै थिए। पञ्चायत कालमा काङ्ग्रेसका राजनीतिज्ञहरू कोठामा गएर कोठे बैठक गरेर टिको लाएर एउटालाई जिल्ला अध्यक्ष, एउटालाई चाहिँ सचिव भनेर चाहिँ घोषणा गर्ने अवस्था थियो। त्यो अवस्थामा दल भनेका हुन्छन् र चाहिँ दल भनेको त पञ्चायत हो, ठुलो हो। काङ्ग्रेस भनेका हुँदो रहेछन्, एमाले भनेका हुँदो रहेछन्, यस्तो पनि हुन्छ र भन्ने हाम्रा चाहिँ हामीले देख्न पाइन्थ्यो भने अहिले आएर उनीहरू शासन सत्ताको मूलधारमा गए, शासन सत्ता सञ्चालन गरे। तर शासन सत्ता सञ्चालकहरूले जनताको अधिकारहरू, जनतामा परेका विभेदहरूलाई ख्याल गर्न सकेनन्, उत्पीडनलाई ख्याल गर्न सकेनन् भनेपछि त्यो एउटा मुक्तिको बाटो जनताहरू यो संविधान बन्ने अवसरमा यो अवस्थामा चाहिँ एउटा चाहिँ सबैजना चाहिँ मिल्न सकेनन् भने त्यसले एउटा निकास दिन सक्दैन। सबैले आफ्नो अधिकार स्थापित गर्नुपर्छ। संविधानमा आफ्ना अधिकारहरू स्थापित गर्न सकेनन् भने त्यो वर्ग, त्यो समुदाय, त्यो क्षेत्र भेग, लिङ्ग, मधेसी सबै चाहिँ पछाडि पर्छन्। त्यसले गर्दाखेरि यो संविधान भनेको मुख्य विधान, कानुन चल्ने नियम लेखिनु भएकोले यो संविधानमा सबैका अधिकारहरू लेखिनुपर्छ भनेर मान्छेहरू सूचीकृत भएका छन्। सबैले आफ्नो आफ्नो चाहिँ क्षेत्र भेग, जाति, वर्ग, समुदाय सबैलाई चाहिँ समेटेका छन्। यो मुख्य कारण भनेको राजनीतिक दलले गर्न नसकेर नै हो। राजनीतिक दलले सबैका चाहिँ मुद्दाहरू समावेश गरेका भए, राष्ट्रियताको पक्षमा, राष्ट्रको पक्षमा वकालत गरेका भएदेखि सायद यसरी हामी पनि बन्द व्यवसाय व्यापार गरेर बसिरहेका एउटा समाजलाई केही योगदान दिउँ भनेर, यो समाजलाई एउटा रूपान्तरण गरेर भनेर साधारण
सामाजिक आन्दोलन गरिरहेका मान्छेहरू आज तपाईँको आफ्नो बन्द व्यवसाय छोडेर राजनीतिमा लाग्नु परिरहेछ। यो मुख्य कारण भनेको राजनीतिक दलले सम्बोधन गर्न नसकेको कारणले गर्दाखेरि हामीहरू चाहिँ नि यत्रो पार्टी सञ्चालन गर्नलाई यति गाह्रो अवस्था छ। तैपनि हामी यो देशको लागि मुक्ति दिनुपर्छ, यो देशमा सबै पिछडिएका वर्गहरूलाई अधिकार स्थापित गरिदिनुपर्छ भनेर राजनीतिमा लागेका छौँ। अब जसरी अघिल्लो संविधान सभा बनेन त्यसमा ठुला दलहरूले केही मात्रामा दोषी यी क्षेत्रीय पार्टी र जातीय पार्टीहरूलाई पनि लगाउने गरेका छन्। यसमा चाहिँ कतिको सत्यता छ? होइन, यो सत्य हो। यसलाई चाहिँ के भनेको अरे तपाईँको सबैको अधिकार स्थापित हुनुपर्छ, तपाईँको चाहिँ मधेसीको अधिकार स्थापित हुनुपर्छ, जातिको अधिकार स्थापित हुनुपर्छ, वर्गको समुदायको कुसुन्डाको सबैको अधिकार स्थापित गर्नुपर्छ। त्यही स्थापित गर्नलाई संविधान सभा मागिएको। जब संविधान सभाले ती अधिकारहरूलाई स्थापित गर्दैन, आफ्नो केही चाहिँ क्षेत्र वर्गका लागि मात्रै समेट्ने प्रयास गरेर चाहिँ एउटा किसिमको चाहिँ विभेदकारी चाहिँ नियम लागू गर्दाखेरि त्यसमा जनताहरू बहिष्करणमा आउनु, जनताहरू नमान्नु स्वाभाविक हो। त्यसमा सबैको यदि राय लिएको भएदेखि, सबैलाई समावेश गर्न खोजिएको भएदेखि, कसैलाई विभेदमा पार्न खोजिएको नखोजिकन सबैको अधिकार त्यहाँ स्थापित गरेर समान एउटा क्रिम लेयरको सिद्धान्त अनुसारले समान अधिकार, कोही पनि त्यो अधिकारबाट वञ्चित हुनु नपर्ने, कोही पनि विभेदमा बस्नु नपर्ने, त्यस्तो खालको एउटा चाहिँ समान चाहिँ नीति लिएका भएदेखि सायद चाहिँ नेपाली जनताहरू यसरी संविधानलाई चाहिँ संविधान सभालाई यसरी तुहाउने अवस्था आउने थिएनन्। अब राजनीतिक दलहरूले त्यो नीति अख्तियारी गर्न सकेनन्। त्यसैको विकल्पमा हामीहरू अहिले चाहिँ तपाईँको राजनीतिक रूपबाट उपस्थित हुनु परिरहेको छ। तपाईँहरूको पार्टीको नाम नै खस समावेशी राष्ट्रिय पार्टी हो। अब तपाईँहरूको यो पार्टीले कसरी समावेशीकरण गरेर अगाडि बढ्दैछ? हामीले त हेर्नुहोस्, यो खसहरू भनेको हामीहरूले के भन्दा यो सामाजिक आन्दोलन गरिरहेको भएर धेरै साथीहरूको चाहिँ निर्णयले खस हामीले चाहिँ सामाजिक आन्दोलन गऱ्यौँ र यसलाई नै राजनीति रूपान्तरण गर्छ भने त्यो शब्द छोड्न नसकेको हो। जस्तै मधेसी जनअधिकार फोरमहरू मधेसको मुद्दा, सामाजिक मुद्दा उठाइराखे, त्यसरी नै उनीहरूले चाहिँ के भन्दाखेरि त्यो मधेसको शब्द राष्ट्रिय रूपबाट सबै गइसकेका छन् तर मधेसको शब्द छोड्न सकेका छैनन्। हामीले पनि सामाजिक आन्दोलन उत्कर्षसँग यही खस आन्दोलनले पुऱ्याएको भएर यो खस शब्दलाई हामीले चाहिँ यो खस क्षेत्रीको शब्दलाई छोड्न नसकेको मात्रै हो। नत्र चाहिँ हामीहरूले के भन्दाखेरि यो समावेशी, यो देशभित्र रहेका कुनै पनि क्षेत्र वर्ग लिङ्ग उत्पीडनमा बस्न नपरोस्, चाहिँ तपाईँको राज्यबाट बहिष्करणमा बस्न नपरोस्, कसैलाई पनि तपाईँको म राज्यबाट विभेद भएँ भन्ने कुरो महसुस गर्न सक्छु। हाम्रो नीति सिद्धान्तले भोलि जनताहरूले चाहिँ यसलाई चाहिँ स्थापित गरिदिनु भयो भनेदेखि जनताहरूले हुने चाहिँ अहिले भए पनि चैतमा भए पनि संविधान सभाको निर्वाचनमा यो चाहिँ पार्टीलाई स्थापित गरिदिनु भयो भने यो पार्टीले सम्पूर्ण विभेदबाट मुक्ति दिन्छ, सम्पूर्ण नेपाली जनताको आवाज सुन्छ। यसले यही आवाज राजनीतिक दलले नसुनेको भएर हामीले चाहिँ यो पार्टी स्थापित गरेका हौँ र यो पार्टीलाई चाहिँ सम्पूर्ण जनताहरूले चाहिँ स्वीकार गरिदिनु भयो भने सबै तपाईँको चाहिँ वर्ग क्षेत्र लिङ्ग भएका नेपालभित्र रहेका सम्पूर्ण चाहिँ जातिहरूको चाहिँ मुक्ति हो यो। श्रोताहरू, आज हामीसँग हुनुहुन्छ खस समावेशी राष्ट्रिय पार्टीका राष्ट्रिय उपाध्यक्ष राजन केसी। अब अलिक प्रसङ्ग बदलौँ। यो खस शासकहरूका कारण मधेस र मधेसीहरू उत्पीडनमा परे भनेर गुनासो छ मधेसी जनताको। तपाईँ स्वयं खस समावेशी राष्ट्रिय पार्टीका उपाध्यक्ष हुनुहुन्छ, तपाईँ यसमा के भन्नुहुन्छ? होइन, यही तपाईँको इतिहासमा तपाईँले एकदम सान्दर्भिक प्रश्न राख्नुभयो। इतिहासमा एउटा के भने तपाईँको राजा महाराजाले शासन गरे, ल खस राजा महाराजा थिए, उनीहरूले शासन गरे भने उनीहरूको वरिपरि लाएर कतिजना मान्छेले मुक्ति पाए? तपाईँको चाहिँ अहिले हामीले तपाईँको चाहिँ 1 करोडभन्दा बढी चाहिँ खस अब अरू छन्, तपाईँ 42% बढी चाहिँ देखिन्छ खसहरूको उपस्थिति। त्यसमा तपाईँको कति शासकहरूले चाहिँ तपाईँको चाहिँ आफ्नो मनोवाली गरे? तपाईँको शासन सत्ताको वरिपरि रहेर कतिजनाले हुलिमहली गरे? तपाईँले अहिले पनि हेर्नुहुन्छ नि त्यही विभेदको मैले कुरा गरिरहेको छु। तपाईँको अहिले पनि हेर्नुभयो भने पाहाडमा बसेर हलो जोत्ने, अर्काको खेत खाने, तपाईँको चाहिँ गएर सिटामेल खान मर्न नसक्ने, पाहाड एउटा गाउँबाट अर्को गाउँ जानलाई खोलो तर्न नसकेर तपाईँको चाहिँ विद्यालय जान नसक्ने, त्यस्तो अवस्थामा उत्पीडनमा यही खस जाति बसिरहेको छ। एउटा के भने तपाईँको ठुलो समुदाय भएकोले यसले गर्यो भन्दा त्यसका कतिजना मान्छेले त्यसको आधार गरे त्यो पत्ता लगाउँ न। कोले त्यसभित्र चाहिँ शोषण गरे, ती हो भने त्यसको लागि चाहिँ छुट्टै गर्नु पर्यो। हामीले सबै राम्रो खसहरू सबै राम्रो भनेको छैनन्। शासन सत्तामा बसेर गर्नुभएको छ भने उहाँहरूले चाहिँ आफ्नो तरिकाको कुरो हो, तर समग्र रूपबाट खस जाति नै तपाईँको शोषक हो भन्दाखेरि तपाईँको त्यो शब्द नै विभेद हुन्छ। तपाईँको गाउँमा गएर हेर्नुभयो, तपाईँको चाहिँ मधेसमा गएर हेर्नुभयो, पाहाडमा गएर हेर्नुभयो भने सबैभन्दा दुरावस्था बसेको तपाईँको सुदूरपश्चिममा गएर खसहरूलाई हेर्नुहुन्छ भने यति दुरावस्था छ। तपाईँको 8 कक्षा पढेपछि विद्यालय छोड्न बाध्य छन्। तपाईँको 6 महिना खाएर 6 महिना दिल्लीमा गएर चाहिँ चौकीदारी गरेर चाहिँ तपाईँको चाहिँ अर्काको चाहिँ उसमा गएर काम गरेर चाहिँ फर्कन बाध्य छन्। तपाईँको चाहिँ खाना नपाएर तपाईँको चाहिँ कुपोषणले ग्रस्त छन्। उनीहरूको आयु तपाईँको चाहिँ अहिलेको अवस्थामा चाहिँ नेपालको सरकारले चाहिँ 67 वर्ष राखिसक्यो। उनीहरूको आयु तपाईँको 50 भन्दा चाहिँ अहिले पनि तपाईँको चाहिँ अब उसले गरेको छैन। त्यस्तो अवस्थामा रहेका खसहरूले कहिले तपाईँको चाहिँ कसलाई शोषण गरे? भनेपछि जाति एउटा खस जाति होइन कि एउटा मानिसको प्रवृत्ति हो। यही प्रवृत्तिको, यही विभेदको
जस्तो कि अरू जाति समुदायले खसलाई हेर्ने दृष्टिकोण र यो खस जातिले अरू समुदायलाई हेर्ने दृष्टिकोण, हामीहरूले बसेर बारम्बार छलफल गरौँ, बसौँ, विभेदका कारणहरू के हुन्। विभेदको कारण भनेको एउटा समग्र जाति मात्रै होइन, एउटा प्रविधिले मान्छेले विभेद गरिरहेछ, त्यसको एउटा नामाकरण गरेर त्यसलाई समावेशी गरौँ, सबैले समान अधिकारको लागि त्यसमा प्रतिस्थापन गरौँ। कसैले अधिकारको लागि चाहिँ बढी अधिकार नलियोस्, कसैले अधिकार पाएन भने घटिनुहोस्। राज्यले दिने अवसर र सेवा सुविधाहरू सबै समान दृष्टिकोणले विचार। हिजो खसको अवस्थामा खसले धेरै लिएर रहेछ अथवा चाहिँ अरूले धेरै लिएछन्, त्यसको समान वितरण हुनुपर्छ भन्ने नै हाम्रो ध्येय हो। त्यसैले नै यो पार्टी स्थापना भएको। तपाईँको विचारमा मधेस र मधेसीका समस्याहरू के हुन्? मलाई साह्रै, मैले जे खाइरहेको छु अहिले मधेसबाट उत्पादन भएर खाइरहेको छु। मेरो मधेससँग मेरो भावनात्मक सम्बन्ध छ। मेरो बारा जिल्लामा मेरो पुर्ख्यौली जमिन छ। मेरो पोखरामा मेरो बुवा आमाले पनि त्यही खानुहुन्छ, उत्पादन त्यहीँको हो र मैले पनि त्यही खान्छु। मैले 54 सालमा लाग्छ मलाई, म मधेसमा मेरो जमिनमा जाँदाखेरि मेरो बुवा सालिन्दा गइरहनुहुन्छ र म पनि जाँदाखेरि त्यहाँ म गएर बसेँ। म चाहिँ बस्दाखेरि मेरो चाहिँ जुन त्यहाँ चाहिँ समीपमा रहेर काम गर्नुहुन्थ्यो, उहाँको छोरी चाहिँ 10 कक्षा पढ्नुहुन्थ्यो अरे। उहाँले, हामी गएपछि 3-4 जना थियौँ, उहाँले चाहिँ कपडा छुन आउनुभयो क्या। मलाई 10 कक्षामा पढेर आए मान्छे हामी आउँदाखेरि नौलो परिवेश कस्तो होला। मैले त्यहाँदेखि एउटा मधेसमा उत्पीडन छ, मधेसमा शिक्षाको कमी छ, मधेसमा मधेसी जनताहरूको चाहिँ एउटा आकाङ्क्षा पुरा हुन पाइरहेको छैन, त्यहाँ विभेद भएछ भने मलाई भित्र त्यहाँदेखि लागेको। अहिले पनि म त्यहाँ धेरै सम्पर्कमा बस्छु। मधेसमा उत्पीडन छ, मधेसमा एउटा उत्पीडन आफ्नो जाति समुदायभित्रकै उत्पीडन छ, अर्को त्यहाँ अशिक्षाको र त्यहाँ तपाईँको चाहिँ अवसरको ठुलो चाहिँ एउटा उत्पीडन छ। त्यसलाई समावेशी बनाउनु पर्छ। मधेसी जनताको मुक्तिको सवालमा हामीहरू एकदमै यो हाम्रो खस समावेशी राष्ट्रिय पार्टीले जबसम्म सबै जनताहरूको एउटा आकाङ्क्षा एउटा चाहिँ उद्देश्यलाई चाहिँ पूर्ति हुँदैन तबसम्म राष्ट्र बलियो हुँदैन। राष्ट्र बलियो हुनलाई मेरो देश म भन्ने कुरो चाहिँ एउटा सबैले अपनत्व महसुस गर्नुपर्छ। भलै तपाईँको चाहिँ हिजो राजाले हेर्थे देश राजाको देश भने भन्दाखेरि राजा एकजना शक्तिशाली भएर राष्ट्रियता बलियो हुने होइन। राष्ट्रियता बलियो हुनलाई प्रत्येक जनताहरू जन घरबाट उसको भित्रदेखि नै मेरो देश भन्ने भावनात्मक तरिकाले चाहिँ जब उसले सोचाइराख्छ, एउटा भावना राष्ट्रियताको भावना जागृत गराउँछ, तब बल्ल देश राष्ट्रियता बलियो हुने हो। त्यसले गर्दाखेरि मधेसमा जब त्यत्रा चाहिँ मधेसी दाजुभाइहरू हुनुहुन्छ, नेपाली चाहिँ मधेसी दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले यो देशको लागि गरेको योगदान, उहाँहरूले गरेको त उर्वर भूमिमा गरेको लगानी, उहाँहरूले देशको लागि गरेको योगदानलाई पूर्ण रूपमा हाम्रो खस समावेशी राष्ट्रिय पार्टीले कदर गर्छ। उहाँहरूले उठाएका मुद्दाहरूलाई हामी एकदमैसित आत्मसात गर्छौँ। उहाँहरूलाई पनि जे कुराहरूको चाहिँ एउटा चाहिँ उठाएको चाहिँ विषयवस्तु छ, ती विषयवस्तुहरूसँग तपाईँले हाम्रो विधान र घोषणापत्र हेर्नुभयो भने हामी सबैको मुक्तिकामी चाहिँ कुरा गरिराखेका छौँ भने अब यो दमन शोषण अथवा चाहिँ शासक वर्गको पछि लाएर हिँड्ने प्रश्नै आउँदैन। त्यसले गर्दाखेरि मधेसी जनतामा जुन अहिले चाहिँ एउटा भावना सिर्जना भएको छ, एउटा चाहिँ मधेसमा चाहिँ एउटा मुक्तिको एउटा चाहिँ जुन चाहिँ अवसरको राज्यबाट विभेद भएका प्रश्नहरू जुन उठिरहेछन् तीलाई राज्यले सम्बोधन गर्नुपर्छ। जस्तै कि तपाईँको अहिले राज्य सञ्चालकहरूले एउटा बाउले छोरो झगडा गर्यो भने छोरालाई घरबाट निकालिदिए नि कि छोरालाई चाहिँ सम्बोधन गर्नु पर्यो, छोरालाई चाहिँ के हो तिम्रो कुरो विषयवस्तु बस भने उठाएर दिन पर्यो। मधेसको सम्बोधन गर्यो, उनीहरूको सबैको सम्बोधन जब राज्य संस्थाको सञ्चालक मूलधारमा बसेका चाहिँ संयन्त्रहरूले सम्बोधन गर्दैन भने कसले सम्बोधन गर्छ त? उनीहरूको विचारलाई सम्बोधन हुनु पर्यो नि। देशभरि समस्या हेर्ने हो भने सबै जातिका आफ्नै समस्याहरू छन्। मधेसमा एक किसिमको समस्या छ भने कर्णालीतिर, पहाडतिर, हिमालतिर सबैको आफ्नै समस्या छ। तपाईँको कर्णालीको समस्या, त्यो क्षेत्रको समस्या र मधेसको समस्याले तपाईँले दाँजेर हेर्ने हो भने के समानता तपाईँ भेट्नुहुन्छ? एउटा कुरो तपाईँको के छ भने शिक्षा अत्यन्त बडा। जस्तै मधेसमा तपाईँको बाटोघाटोको र उत्पादनको राम्रो अवसर छ मधेसमा। तपाईँ पहाडमा हेर्नुहुन्छ भने जस्तै कि तपाईँको चाहिँ खसान क्षेत्रमा हाम्रो कर्णाली प्रदेशमा हेर्ने हो भने तपाईँको त्यहाँ के छ, तपाईँको उत्पादन छैन। तपाईँको मान्छेहरूलाई बस्नको लागि त्यहाँ मान्छे ठाउँ छोड्न पनि सकिरहेका छन्। कारण के छ भने त्यहाँ माटोसँग सम्बन्ध छ। ऊ जिजु बाजे बाउ पुर्खादेखि त्यहीँ बस्यो भने त्यो माटो छोडेर ऊ आउनु पनि सक्दैन, मधेस आउनु पनि सक्दैन अथवा तराईतिर आउनु पनि सक्दैन। त्यहाँ बसिराख्दा उसलाई अवसर पनि छैन। त्यसले गर्दाखेरि त्यहाँ एकदमै विभेद भएको छ। मधेसमा के छ, तपाईँको उसले आफ्नो स्वामित्व पाइरहेको छैन। जस्तै कि मधेसमा काम गर्ने मान्छेहरू छन्, उनीहरू धेरै जमिनमै काम गरिराखेका छन्। उनीहरूलाई एउटा तपाईँको चक्लाबन्दीको एउटा रूप लिएर त्यहाँ त्यो उत्पादनमा अत्यन्त एउटा नयाँ रूपका साथ त्यसलाई चाहिँ उत्पादनमा ज्यादा प्रश्रय दिएर तपाईँको चाहिँ गर्ने हो भने मधेसबाट राम्रो तपाईँको चाहिँ यति राम्रो अवसर छ। मधेसमा यदि राज्य सत्ता सञ्चालकहरूले त्यहाँ एउटा राम्रो नीति अख्तियारी गरे भने मलाई लाग्छ तपाईँको हाम्रो नेपालीहरू अरबतिर मलेसियातिर गएर त्यत्रा ठुला गगनचुम्बी भवन बनाइदिए आज त्यो देशहरूलाई
त्यति ठुलो चाहिँ नि तपाईँको चाहिँ नि बनाइदिए भने तपाईँको अहिले हामीले मधेसमा सही नीति लिने, पहाडमा सही नीति लिने, जडीबुटीको राम्रो प्रोत्साहन निकाल्ने, त्यसपछि आएर तपाईँको चाहिँ नि हाइड्रोलाई राम्रो र चाहिँ तपाईँको चाहिँ टुरिज्मलाई राम्रो, मधेसमा उत्पादनलाई राम्रो गर्ने अनि देशले रूप फेर्नलाई तपाईँको 15-20 वर्षमै तपाईँको चाहिँ एउटा कायापलट हुने अवस्था छ। तर त्यो देशका त्यो क्षेत्रभित्र बस्ने, त्यो चाहिँ समुदायभित्र बस्ने जनताहरूलाई अपनत्वको महसुस गराउनु पर्यो। उनीहरूलाई यो दिशा हो, यो वेबाट गएपछि देश विकास हुन्छ, यसमा जाउँ भनेर छलफल चलाउँ, बहस चलाउँ, सबैले चाहिँ एउटा चाहिँ आफ्नो हो, हामीले यसरी गर्नुपर्छ भन्ने भावना जागृत भएपछि देश मलाई लाग्छ विकास हुनलाई कुनै चाहिँ त्यस्तो धेरै ठुलो नेपाल जस्तो चाहिँ एउटा चाहिँ सम्पूर्ण रूपले तपाईँको चाहिँ हिमालमा हेर्नुभयो भने जडीबुटीको कस्तो तपाईँको चाहिँ प्रखर सम्भावना छ, पहाडमा हेर्नुभयो भने तपाईँको चाहिँ यो हाइड्रोको तपाईँको चाहिँ यति ठुलो सम्भावना छ, तपाईँको मधेसमा हेर्नु उत्पादनको तपाईँको चाहिँ कृषि उत्पादनका कृषि कार्यक्रमको यस्तो राम्रो रूप छ। यस्तो स्वर्ग जस्तो देशमा तपाईँको आज हामीहरू तपाईँको चाहिँ एउटा नीति अख्तियारी गर्न नसक्दाखेरि, एउटा चाहिँ सबैलाई समावेश बनाउन नसक्दाखेरि हामीहरू यो र त्यो भन्दै भित्रै आन्तरिक समस्याहरू मोलिरहेछौँ। हजुर, यो जुन सरकारले जुन समावेशीकरणको जुन नीति ल्याएको छ त्यो नीतिप्रति खस ब्राह्मण जुन एउटा समुदाय छन् तिनीहरूको एउटा गुनासो रहिआएको छ कि जुन समावेशी नीति चाहिँ मिलेन, समावेशीमा हामीसँग विभेद गरियो भनेर एउटा गुनासो छ। यसमा तपाईँको के छ भनाइ? अब यस्तो छ हेर्नुहोस्, अब यसलाई तपाईँको जब नेपालमा खसान राज्य जब पहिला तपाईँको चाहिँ जाबेश्वर नागराजको पालामा स्थापित भयो, त्यसपछि चाहिँ नि वैदिक आर्यनहरू जब तपाईँको इन्डियाबाट चाहिँ तपाईँको खसान क्षेत्रमा आइसकेपछि त्यहाँबाट तपाईँको चाहिँ वर्ण व्यवस्था नेपालले ऐङ्गण गर्यो। वर्ण व्यवस्था ऐङ्गण गरेपछि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो चाहिँ जुन एउटा यो नीति अख्तियारी भयो, त्यसपछि नै विभेद हुँदै 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 गएको चाहिँ देखिन्छ वास्तवमा नेपालको चाहिँ राज्य सत्ताको संयन्त्रमा। त्यसले गर्दाखेरि अब त्यहीँ भित्रै पस्दै जाने हो भने तपाईँको जस्तै कि हामीले सामाजिक आन्दोलनहरू पहिचान गरेको क्षेत्री ब्राह्मण भनिन्छ, त्यहाँभित्र पनि विभेद छ। तपाईँको हेर्नुहोस्, फेरि क्षेत्रीहरू तपाईँको चाहिँ राज्य सत्ताको चाहिँ लडाकु र सीमाको रक्षाको लागि बसे, ब्राह्मण समुदाय तपाईँको चाहिँ एउटा नीति निर्माण त्यो समुदायमा बस्नुभयो। त्यसले गर्दाखेरि त्यहाँभित्र पनि अहिले अवसर हेर्नुभयो भने तपाईँ समावेशीकरणको सिद्धान्त हेर्नुहुन्छ भने क्षेत्री र ब्राह्मण भनेर दुईवटा समुदाय 38% देखिन्छ। 38% जुन भाग रहन्छ त्यसमा पनि तपाईँको अहिले क्षेत्री समुदायको उपस्थिति तपाईँको राज्य सत्ताको संयन्त्रमा, लोकसेवामा, तपाईँ जुनसुकै क्षेत्रमा जानुभयो भने त्यहाँ तपाईँको एउटा क्षेत्री जात भन्ने भेट्नुहुन्न। तपाईँको चाहिँ त्यो थरमा ब्राह्मण थर भेटिन्छ भने क्षेत्री थर भेट्दैन। त्यसले गर्दाखेरि के हुन्छ भने यी कुराहरू मिलाउँदै जानुपर्छ। यी कुराहरूलाई ठुलो भेद राखियो भनेदेखि तपाईँको चाहिँ अब हामीले पनि खोज्दै जाँदाखेरि ल ब्राह्मणमा धेरै भयो, हामीमा थोरै भयो भनेर एउटा चाहिँ आवाज उठाउनु पर्ने अवस्था देखिन्छ। त्यसले गर्दाखेरि अब विभेदमा रहेको छ, एकदमै हामीले विभेद भएको छ। यसलाई हामीले चाहिँ यसलाई नै समावेशी बनाउनुपर्छ। यो उत्पीडनमा यदि हामीमा धेरै अधिकार आएको छ भने अधिकार चाहिँ तपाईँ प्रत्यार्जन गर्नुपर्छ। बहिष्करण परेका समुदायहरूमा माथि उठ्नुपर्छ। माथि उठेर उहाँहरूलाई एउटा चाहिँ स्थान दिनुपर्छ भन्ने नै तपाईँको अब यत्रो ठुलो समुदायमा हामीले उठाएको आवाज भनेको समावेशी हुनैपर्छ। यो देशमा समावेशी भएन भने यसले चाहिँ नि राम्रो रूप लिँदैन। यहाँ चाहिँ नि सबैले आपनत्वको महसुस गर्न सक्दैनन्। त्यसले गर्दाखेरि हामीले पार्टीको नाम नै खस समावेशी राष्ट्रिय पार्टी। खस भनेको हामीले सामाजिक आन्दोलनको एउटा चाहिँ नि ब्रान्ड हो। तपाईँको समावेशी भनेको सबैलाई चाहिँ तपाईँको चाहिँ यो देशभित्र आपनत्व महसुस गरेर चाहिँ नि मेरो देश भन्ने चाहिँ नि तपाईँको चाहिँ भावना हो। राष्ट्रिय भनेको सम्पूर्ण उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिमसँग हामीले यो चाहिँ नि सङ्गठन गर्नुपर्छ भनेर राष्ट्रिय पार्टीको चाहिँ नि अवधारणा सिर्जना गरेका। अब अन्त्यमा अलिक फरक प्रसङ्गमा नेपाल र भारतको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ? मलाई लाग्छ भारतलाई उपभोग गर्न सकियो भने तपाईँको जस्तै हेर्नुहोस्, तपाईँको चाहिँ ठुला ठुला परियोजनामा अब यहाँ राष्ट्रियताका ठुला ठुला कुरा पनि हुन्छन् तपाईँको मान्छेहरूमा। तर राष्ट्रियताको तपाईँको चाहिँ उपल्लो सेती हेर्नुहोस् त भारतले ठुला ठुला योजना अहिले तपाईँ मैले सुन्दैछु फास्ट ट्र्याकमा तपाईँको रिलायन्सले चाहिँ तपाईँको लगानी निकाल्दैछ अरे। अब त्यस्ता ठुला गौरवका योजनाहरूलाई हामीले चाहिँ के भन्दाखेरि अब भारतले लगानी गर्यो भनेर त्यहाँ चाहिँ विभेद गर्छौँ होइन। त्यस्ता लगानीहरूलाई त तपाईँको जति सक्दो उपभोग गर्नुपर्छ। जति सक्दो नेपालको पक्षमा त्यस्ता राष्ट्रिय योजनालाई ल्याउन सकियो भने देश विकास अटोमेटिकली हुँदै जान्छ। जब देश विकास भएर जनता सक्षम हुन्छन्, जनता धनी हुन्छन्, जनताले तपाईँको चाहिँ एउटा चाहिँ रोजगारदेखि लिएर सम्पूर्ण चाहिँ उत्पादनको क्षेत्रमा आफ्नो एक मानो खान सक्ने र आफूले बोल्न सक्ने पढे लेखा शिक्षित हुन्छन्, त्यसपछि अटोमेटिकली उनीहरूसँग राष्ट्रियताको भावना एकदम तपाईँको चाहिँ चित्त प्रबल भएर जान्छ। त्यसले तपाईँको राष्ट्रियता बलियो गराउँछ होइन। हामीले चाहिँ नि भारतसँग हाम्रो सम्पूर्ण रूपबाट मिल्छ। तपाईँको रोटीको र बेटीको सम्बन्ध हुन्छ भारतसँग भनेको सबै संस्कारहरू हामीसँग समान छन्। यी समान संस्कारहरूलाई एउटा चाहिँ उपभोगवादी नीति लिएर एउटा चाहिँ एउटा छिमेकीको एउटा भरपुर प्रयोग गरेर उहाँहरूलाई पनि कुनै असर नगर्ने र भारतको हितमा पनि यदि नेपाल मजबुत भएर राम्रो
राम्रो भइदियो भने त्यो भारतलाई पनि असाध्यै राम्रो हुन्छ, भारत पनि सक्षम हुन्छ। अहिले तपाईँको चाहिँ नि अब देश कमजोर भयो भने भारतलाई पनि टेन्सन हुन्छ, हामीलाई पनि के छ त भन्दाखेरि सधैँ चाहिँ टेन्सन भइरहेको हुन्छ। हस् त, कार्यक्रममा सहभागी भइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। श्रोताहरू, आज हामीसँग हुनुहुन्थ्यो खस समाजवादी राष्ट्रिय पार्टीका उपाध्यक्ष राजन केसी। हस् त, मधेसवाणी रेडियो कार्यक्रमको आजको श्रृङ्खलाबाट प्राविधिक मित्र सहित म अजय शाह शिवाली पनि बिदा चाहन्छु। नमस्कार।